मेरो व्यक्तिगत केही टिप्पणीहरू भन्न चाहे। राजनीतिको कुरा त खासै धेरै राजनीतिको कुरा म गर्दिनँ। राजनीतिक चेतना चाहिँ हुनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार रहँदै आएका छन्। त्यो क्रममा जुन हिसाबमा हामीले अहिले देशभित्रको राजनीतिलाई नियाल्यौँ बुझ्यौँ, जसरी तपाईँको पावर सिफ्टिङ भइरहेछ नि हजुर, त्यो पावर सिफ्टिङ गर्ने जनतामा यति आशा छ, यति भरोसा छ कि तपाईँको अब चाहिँ पुरै देश चाहिँ पुरै परिवर्तन हुन्छ। हाम्रा दाजुभाइ विदेशमा गएका दाजुभाइ सब फर्केर आउँछ, नेपालमै बसेर उद्यमशीलता उत्पादन र उद्योगहरू खोल्छ। हाम्रा जसरी हामीले अहिले विश्वास गरे त्यो विश्वासको धोका हुँदैन भन्ने जुन खालि एउटा मेन्टालिटी न्यारेटिभ जुन हामीमा डालिदिया छ, यो कुराहरू चाहिँ हामीले सोच्नुपर्छ, विचार गर्नुपर्छ। कोही पनि व्यक्तिलाई हामीले भगवान एकैचोटि बनाउनु हुन्न। उहाँले गर्ने क्रियाकलाप कर्मलाई हामीले मूल्याङ्कन गर्नुपर्छ। हो, उसले आफ्ना कर्महरू सही गर्यो भने त उसलाई चाहिँ हामीले भगवान त गर्नै पर्दैन, आफै भगवान हुन्छ के हजुर। त्यही भएर हामीले धैर्य गर्नुपर्छ, अझै 1-2 वर्ष 2-4 वर्ष अझै धैर्य गर्नुपर्छ। हेरौँ हाम्रा नेपाली समाज राजनीतिमा एकदम चेतनालाई डेभलप गर्दै अगाडि बढ्दैछ, विचारहरू राख्दैछ। मैले उसलाई सपोर्ट गर्छु, उसले उसलाई सपोर्ट गर्छ। मान्छे त अब समाज त घर घरमै विभाजन थियो हिजो राजनीति दलले गर्दा, पुराना संस्कारले गर्दा। हामीलाई नयाँ संस्कार चाहिरहेको थियो। जसरी विश्व अगाडि बढिरहेको थियो त्यो विश्वसँगै हामी पनि चल्न इच्छा, हाम्रो चाहना थियो, त्यो चल्न सकिरहेको थिएन होइन हजुर। अब के छ त हजुर, के जुन हिसाबमा हामीले पुराना दल भनौँदालाई साइड लाएर नयाँ दल भनौँदालाई अगाडि बढाएको छौँ, के त्यो विचारले हाम्रो समाजमा जसरी हामीलाई आशा देखाएको छ, जसरी भरोसा दिएको छ, त्यो हिसाबमा काम गर्न नसक्ला या सक्ला भविष्यले निर्धारण गर्ने हो। अहिले तत्काल जजमेन्ट नगरौँ, हेरौँ, समर्थन गरौँ। त्यो भित्र देशलाई घाट हुने काम, समाजलाई घाट हुने कामहरू गर्छ भने आफ्नो ठाउँबाट आवाज उठाउनुहोस्, आफ्ना आवाजलाई बुलन्द बनाउनुहोस्। अनि हामी फेरि हामी सबल भएर राज्यलाई झकझगाउने कामहरू गरौँ अझै। त्यही भएर हामीले जहिले पनि हामी एउटा चेतना विकास, जुन राजनीतिक चेतनासँगै हामी विकास भएर आयौँ, संस्कारहरू दिँदै गयौँ। यो दिन त आउनु नै थियो, आज नभए 84 मा